हेलो गाइज वेलकम टु माई भिडियो। अनि आज 365 डेज च्यालेन्जको चाहिँ डे 11 हो र म चाहिँ अहिले भर्खर बाहिर गएर आएको। दुईवटा नाइटहरू चाहिँ सेकेन्डर पठाउने भन्दा चाहिँ गाडीमा हालेर आएको। अहिले सिमको चाहिँ पिन खोज्दैछु। म हिजो नयाँ सिम हालेको बिर्सेछु कि निकाल्न। म चाहिँ भर्खर अफिस आएको। अहिलेको चाहिँ यस्तो छ अवस्था, घाम लगाइरहेको छ बाहिर। थम्बनेलको लागि राखेँ, थम्बनेलको लागि स्क्रिनसट। अहिले होलसेलको सामानहरू हेर्नको लागि आएको। यो सबै एरिया छ यहाँ। तल चाहिँ फ्रेमहरू बनाउँछ यतापट्टि। अहिले चाहिँ अर्डरहरू चाहिँ दिइसक्यौँ हामीले। यहाँ दिदीले सामान निकाल्दै हुनुहुन्छ। यस्तो दामी दामी छ। हाम्रो चाहिँ यत्रो पाहाड जत्रो भइसक्यो अहिले। अरू पनि यहाँ खोज्दै हुनुहुन्छ, टक्क निकाल्दै हुनुहुन्छ। यहाँ मेरो यहाँ काम गर्दा गर्दा 5% मात्र भएको छ मोबाइल। त्यही भिडियो बनाइरहेको छु। 3 घन्टा चाहिँ भइसक्यो। यहाँ दिदी हुनुहुन्छ, यहाँ प्याक भइसक्यो हाम्रो सामान चाहिँ। अझै अरू पनि प्याक गर्नु छ। गोदामतिर जानु लागेको। हजुर हट नि, हामीले इनफ सामानहरू लिएर चाहिँ अब जाँदैछौँ। सो हेलो गाइस, अहिले चाहिँ हामी रातिको खाना खाएर चाहिँ बाहिर नेटवर्क हिँडेको, मम्मी बाबा म भएर। अनि मेरो आजको सामान चाहिँ आइसक्यो माथिबाट। मेरो मेसिनरी सामानहरू चाहिँ दोकानमा आइसक्यो। अनि मेरो चाहिँ होलसेलको सामानहरू चाहिँ डाइरेक्ट अब बोर्डरबाटै आउँदैछ। त्यो चाहिँ बिलिङहरू चाहिँ सबै भइसक्यो। अब त्यो सामान चाहिँ मेरो भोलितिर आउँछ होला। भोलि आएपछि हजुरलाई देखाउँछ है। त यता चाहिँ पुरै आउँदै रहेछ। अलिक उज्जवलमा गएपछि चाहिँ म भिडियो क्याप्चर गर्छु। हाम्रो पोखराको चाहिँ नाइट भ्यू यस्तो छ है। यहाँ माथि चाहिँ गाउँ डाँडा, यो चाहिँ हाम्रो एयरपोर्टको साइड भयो हो। अनि यो अगाडि चाहिँ हाम्रो दियालो लेडिज किचन त्यही छ। यो पुरै लाइनभरि नै होटल मात्र है, रेस्टुरेन्ट। फेरिमा एडभर्टिजमेन्ट गरिदिइरहेको छु मैले। यहाँ यो चाहिँ हाम्रो भ्यूमै अगाडि चाहिँ ड्याडिज किचन। सो गाइस, अब चाहिँ म सुत्न लागेको। अनि आज मेरो 365 डेज च्यालेन्जको चाहिँ डे 11 हो र डे 11 पनि आज फिनिस भइसकेको छ। अब भोलि चाहिँ मेरो सबै दोकानमा हाल्ने सबै साउन्डहरू आउँछ अफिसमा हाल्ने। अनि भोलि चाहिँ सबै कामहरू चाहिँ भोलिबाट गराइन्छ। अनि हजुरलाई सबै देखाउँछु म। स्टे ट्युन, डु नट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। ओके, बाई बाई।